सबैजनालाई जय मसीह, मेरी क्रिसमस, मेरी क्रिसमस। हुन्छ, हामी आजको सङ्गति सेवालाई हामी सुरु गर्नेछौँ। सुरु गर्नुभन्दा अगाडि वचन पाठ गर्नेछौँ। वचन पाठ गर्दै सुरुको प्रार्थना गरेर आजको सेवालाई हामी सुरु गर्नेछौँ। मेरी क्रिसमस हुन्छ है। आफ्नो हामी सबैजनाले जिउँदो अनि दयालु परमेश्वर सबैको हुँदा र हामी बिन्ती गर्छौँ कि प्रभु तपाईँ परमेश्वरले हामीलाई सबै कुराहरू गर्दै गर्दा सहायता गर्नुभएको धन्यवाद दिँदै प्रभु यो सेवा सुरु गर्न सबै तपाईँ परमेश्वर हामीले समर्पण गर्दै बिन्ती चाहन्छौँ। माया गर्नु वचनको प्रार्थना गर्ने छोरीलाई पास्टरनी आमालाई परमेश्वरले धेरै आशिष दियो। र अब हामी सिधै स्वागतको समारोहपट्टि जानेछौँ। यस समय बाटिका बलिलाई दिन्छु। बाटिका बलि जहाँ पनि हुनुहुन्छ उहाँ अगाडि आइकन उहाँले स्वागतको समारोहलाई सम्हाल्नुहुनेछ। त्यसमा क्रिसमस भनेको परमेश्वर हामी मानिसहरूसँग बस्नु भएको अनि उहाँको कथा चाहिँ होइन, एउटा साँचो घटना है। क्रिसमस भनेको चाहिँ यो तपाईँ र म लागि परमेश्वरको माया प्रेम परमेश्वरले चाहिँ हामीलाई कति प्रेम गर्नुभएको छ। यो क्रिसमसले चाहिँ हामी चाहिँ परमेश्वरले चाहिँ उहाँहरूले यीशु ख्रीष्टले चाहिँ हामीलाई कति प्रेम गर्नुहुन्छ भनेर हामी क्रिसमसको बारेमा लिनुपर्छौँ। अनि हामी क्रिसमस भनेर चाहिँ हामी खालि गिफ्टहरू बाँड्ने माया गराउने होइन है। तर खास कारण चाहिँ जिजस क्राइस्ट है। क्रिसमसको खास रिजन चाहिँ जिजस क्राइस्ट हो। सबै ताली मारिदिनुहोस् न। आउनुहोस्, अब हामी फेरि इभेन्जलिस्टलाई अगाडि बोलाउनेछौँ। अब हामी हाम्रो चर्चको सेक्रेटरीज्यूलाई अगाडि बोलाउनेछौँ। सबैले ताली मारिदिनुहोस् न। साह्रो आनन्द लागेको हजुरहरूको यस्तो ब्लेसेड मुहार अनुहारहरू हेर्दै गर्दाखेरि एकदम गदगद छु। अनि हजुरहरूलाई यसरी पाउनु हामी एकदमै खुसी छौँ। अनि एकदमै हाम्रो टाढोबाट हाम्रो गेस्टहरू हुन्छ। फर्स्टली होइन परमेश्वरलाई धन्यवाद, उहाँलाई हामी स्वागत गर्छौँ। सेकेन्डली आई वुड लाइक टु थ्याङ्क्स एन्ड वेलकम आवर गेस्ट. This is the festival of sharing gifts, and so we would like to thanks and welcome. हामी एकदमै खुसी छौँ तपाईँहरूलाई भेट्दै गर्दाखेरि। अनि यहाँनिर त आज एकदम हामी खोज्छौँ भनेलाई जबसम्म मानिस शुद्ध र धर्मी हुँदैन तबसम्म ईश्वरलाई भेट्न सक्दैन। तर यो पाप भनेको चाहिँ मान्छेले कमाएको हो नि त। पाप भनेको चाहिँ मान्छेले कमाएको। सो त्यही कारणले पापको पनि ज्याला छ। पापको पनि ज्याला हामी पाउँछौँ। त्यो पाप सपनाहरू कुहिँदै होला, लाजर जस्तै गणाला। सायद तपाईँले आफ्नो परिवारको लागि देख्नु भएको भिजन चाहिँ गनाइसक्यो होला। तर यसो जब तपाईँले भेट्नुहोस्, एकचोटि यसोलाई भेट्नुहोस् त, तपाईँको
गइसकेको योजनाहरू नि फेरि उहाँले पुनर्जीवित गर्न सक्नुहुन्छ। ताली 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 गिफ्ट सबैजनाले ताली मारिदिनुहोस्। जयको दीप दादाले चाहिँ कसैले मलाई गिफ्ट दिनुहोस् उहाँको हातबाट। अब हामी सेक्रेटरीज्यूलाई उहाँको हातबाट गिफ्ट दिनुहुनेछ। हुन्छ हुन्छ अब हाम्रो युथ लिडर अगाडि आउनुहोस्। युथ लिडर अब हाम्रो दुईजना थपडी मार्नेछौँ। हुन्छ अब हाम्रो चर्चको आमाहरूलाई पनि पास्टर बाबु र पास्टर आमाकोबाट गिफ्ट दिइदिनु भएको छ। हाम्रो चर्चको आमाहरूलाई प्लिज आफ्नो स्थानमा खडा हुनु भन्ने हामी निवेदन गर्नेछौँ। अरू सबै बस्नुहोस्। हाम्रो फर्स्ट हामी रत्नबरीलाई हामीले गिफ्ट दिनेछौँ। आफ्नो स्थानमा खडा हुन्छ। अब हामी अन्त हाम्रो मनसरी अनि अन्त म आफै हुन्छ। हाम्रो बाबु सामने अघि आउनुहोस्। हामी रिक्वेस्ट टु प्लिज कम निवेदन गर्नेछ हाम्रो सर आसाङ सर अनि हाम्रो हुन्छ। तपाईँले खदा लाउनुहुन्छ भने हामी हाम्रो क्रिस्टिना होमस्टेको तर्फबाट हामीले पास्टर नानीलाई पनि गिफ्ट दिने योजना बनाएको थियौँ है। उहाँहरूले आज हामीलाई तलबाट आएर है हामी बिग्रिसकेको मान्छेहरूलाई यसरी असल बाटोमा है प्रभुको शिक्षा दिँदै हुर्काइरहेको छ है। उहाँलाई हामी केही मायाको चिनो है दिन चाहन्छौँ हाम्रो क्रिस्टिना होमस्टेको तर्फबाट। र यस समय पास्टर बाउ अनि पास्टर आमालाई म अगाडि आइदिनुहुन्छ भन्ने निवेदन गर्छु र उहाँलाई हामी केही मायाको चिनो दिन चाहन्छौँ। हाम्रो पूर्व तामाङको हातबाट हामी उहाँलाई केही है मायाको चिनो दिन चाहन्छौँ यस समय।
हुन्छ हामी पास्टर बाउलाई अनि हाम्रो पास्टर आमालाई पनि हामी केही मायाको चिरो दिन चाहन्छौँ। हुन्छ हाम्रो प्रोग्रामहरू सकिसकेको छ। तपाईँहरूको लागि है हाम्रो युथहरूले हाम्रो आशयहरूले मिठो खाना तयारी पारिएको छ। कृपया गरी तपाईँहरू खाएर मात्रै गइदिनुहोस् होला र तपाईँहरूसँग है एउटा फोटो पनि हामीले खिच्ने निर्णय गरेका छौँ है। तपाईँहरू सबै हामी मिलेर एउटा फोटो पनि खिच्नेछौँ र हाम्रो प्रोग्राम अब यतिमै सकेको छ र अन्तिम प्रार्थना हामी गर्नेछौँ र अन्तिम प्रार्थना गरेर आजको प्रोग्रामलाई हामी अन्त गर्नेछौँ। अन्तिम प्रार्थनाको लागि यस समयमा पास्टर बाउलाई दिन्छु, उहाँले अन्तिम प्रार्थना गरिदिनुहुन्छ। हुन्छ, हामी अन्तिम प्रार्थना गरौँ। मेरी क्रिसमस। थ्याङ्क यू सो मच तपाईँहरू जतिजना हाम्रो गेस्टहरू, यहाँ हाम्रो दादाहरू, हाम्रो सर आउनुभयो, यहाँ जति पनि हुनुहुन्छ, यहाँलाई हामी आन्तरिक हृदयबाट धन्यवाद दिन्छौँ है। हजुरहरूको परिवारमा व्यक्तिगत जीवनमा परमेश्वरले आशिष गरेका हुन् र नयाँ साल आउँदैछ, नयाँ सालमा अझै नयाँ कुराहरू अनुभव गर्न सकेको होस्, परिवारमा परमेश्वरले ब्लेस गरेको होस्, हामी प्रार्थना गरौँ। त्यसपछि हामी सबै केही क्षणको लागि हाम्रो युथहरूले प्रार्थना गरिन्छ चाहिँ एकजनाले त्यो चियर चाहिँ मिलाइदिनुहोस् अनि हामी गेस्टसँग अनि सबैजना एउटा ग्रुप फोटो चाहिँ हामी खिच्नेछौँ यादगारको लागि। अनि हामीले प्लान गरेको चाहिँ यस्तै पोस्टर बनाएर राख्ने। सो त्यही कारणले गर्दाखेरि तपाईँहरू अगाडि घरमा नगइहाल्नु होला, फोटो खिच्नेछौँ। त्यसपछि मात्र हामी खाना खाएर यहाँनिर नाचेर हामी रमाइलो गरेर जानेछौँ। अन्त हामी प्रार्थना गर्छौँ, सबै आफ्नो आँखाहरू बन्द गर्न सक्नुहुन्छ। स्वर्गीय पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौँ। अब हामीलाई माया गर्नुहुने ईश्वर पिताको प्रेम, पुत्र येशू ख्रीष्टको अनुग्रह, पवित्र आत्माको शान्ति अनि सहभागिता विशेष गरी यस क्यारल टोली, क्रिसमस टोली अनि जतिजना छौँ आमन्त्रित गेस्टहरूसँग अनि संसारमा रहेर तपाईँको दासहरूसँग सदा सर्वदा बनिरहोस्। आमेन। मेरी क्रिसमस। हुन्छ।